हेलो वेलकम बैक टू माई चैनल। सबैजनालाई स्वागत छ ज्ञान खोटाङ ब्लगमा। सबैजना सन्चै आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाको साथ म पनि एकदम ठिकै छु। आज चाहिँ हाम्रो गाउँघरको सानो छोटो भिडियो लिएर आएको छु। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। मन परे लाइक शेयर सब्सक्राइब कमेन्ट गरेर मेरो च्यानलमा जोडिनु होला भन्न चाहन्छु। आज चाहिँ हाम्रो गाउँदेखि दिक्तेलसम्मको यात्रा छ, अनि त्यही भएर यसो बाटोतिरको छोटो भिडियो लगाउँदैछु। सबैजनाले हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो गाउँ हो। हाम्रो गाउँ यो हो। मेरो घर यहाँ तल छ, त्यो हो मेरो घर। यस्तै छ हाम्रो गाउँ। आजभोलि त अब पानी परेको छैन, हरियो परियो। अब त्यति अब पानी नपरे अब पराउँदैन, त्यही भएर गर्दा उराट लाग्दछ। अब अलिक पछि हरियो परियो, अब डाला बुट्टा सबै पानी परेपछि अनि बल्ल अलिक पो देखिन्छ। आज चाहिँ मेरो बहिनी आज दिक्तेल जाँदैछ घरबाट, त्यही भएर बहिनीलाई खिचेर पठाउनु लगाएको भिडियो। मेरो घर बनाउँदै हो। यो चाहिँ घर बनाउँदै गरेको यसपालि माई न्यू होम। यो माटो धेरै भयो। अस्ति त घडेरी खार्दाखेरि पनि स्काभेटर नआएर मान्छेले खारेको, अनि त्यही घरको चर थाल्नेसम्म मात्रै खनेको थियो। अगाडि माटो फालेको थिएन, अनि ठ्याक्क आज स्काभेटर आएछ, अनि त्यही भएर माटो फाल्दै हो। मिस्त्री दाजुहरू सबैजना रमित हेर्दै हुनुहुन्छ। यस्तै छ गाउँघरको भिडियो हेरेर साथ दिनु होला भन्दै। धेरै लामो छैन, 5 मिनटको भिडियो छ। हाम्रो गाउँदेखि दिक्तेलसम्म हो। यो चाहिँ हाम्रो गाउँ हो। यता वारिपारी त्यस्तो छ। यो पल्लो यो नयाँ घर हाम्रो अङ्कलको भर्खर बनेको। हाम्रो मूल घर चाहिँ यो माथि हो। हाम्रो ठुलो बुवाको माथि छ। यो चाहिँ अब बन्दैछ नयाँ रोडमा ठ्याक्क लाएर। पहिलाको पुरानो घर चाहिँ माथिको हो। गाउँघरको घर यस्तै छ, सानो झुप्री। के गर्नु, पोरै बनाउने इस्टामेट गरेको। अलिक समय नमिठो गर्दाखेरि अलिक भयो। अब यो चाहिँ हाम्रो गाउँबाट उता अब लागेपछि जङ्गलबाट कटिसक्यो। यो चाहिँ बगारे भन्छ। यो पेन टावर 4 करोडमा बनाएको टावर जङ्गलको बिचमा लगेर ठडाइदिरहेछ। केही कामको छैन, न यसो पर्यटकहरू आउने न के गर्ने। बनाएको कति 5-6 वर्ष भइसक्यो, अहिलेसम्म त्यतिकै छ। त केही काममा आएन। सरकारले लगानी यसो रोजगार कतै खोलिदिएको भए बरु काम पाउँथे होला। किन पत्तामा यो जङ्गलमा लगेर टावर ठडाइदिएर के हेर्नु, गाह्रो छ। यो चाहिँ पारी दोर्पा भन्छ। अब यहाँदेखि उँधो नेर्पा हाम्रो उसको नम्रता सिस्टरको गाउँ चाहिँ अब यहाँदेखि उँधो पर्छ नेर्पा। ल है नम्रता सिस्टरको गाउँ। तर त्यति मजाले अलिक देखिएन क्या भिडियोमा। मैले पुरै हो क्या तुवालो लागेर अलिक भिडियो क्लियर आएन। त्यही भएकोले गर्दाखेरि चाहिँ अलिक चाहिँ अर्को पालिको भिडियोमा चाहिँ अलिक दिन उग्रेपछि यो नेर्पा हो। यहाँ मुनि उता गाउँ छ हाम्रो नम्रता सिस्टरको गाउँ नेर्पा हो। त्यहीँ हो। कता हो घर चाहिँ, तर गाउँ चाहिँ त्यही हो। यो अँधेरो भएर केही देखिएन।
हस् त सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच मेरो भिडियो हेरेर साथ दिनुभएकोमा सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु। यस्तै छ, सबैजनाले हेरेर साथ दिनु होला। हाम्रो गाउँघर यो बगारे हो। यति बेला अब गुराँस पनि चट्ट फुलेर राम्रो भएको छ। यही हो नेर्पा। यसमा चाहिँ अलिकति क्लियर आएको छ। यहाँ मुनि पर्छ नेर्पा चाहिँ। त्यो पेन टावर उहाँ उपर हो, जङ्गलको बिचमा छ। गाह्रो छ जिन्दगीमा। हस् त, बाई बाई, थ्याङ्क यू।